Congratulations to Spain for their second World Cup. अर्जेन्टिना भर्सेस स्पेन वर्ल्ड कप फाइनल यो म्याचको अराउन्डमा एकदमै ठुलो हाइप थियो कि यो म्याच कस्तो हुन्छ, टिमले कस्तो पर्फर्म गर्छ, कि अर्जेन्टिनाले ब्याक टु ब्याक वर्ल्ड कप जित्छ कि जित्दैन, धेरै कुराहरू थियो। तर एट द एन्ड फुटबल वान भन्छु म चाहिँ यो कुराको लागि, जुन तरिकाको फुटबल स्पेनले खेल्यो र यो टुर्नामेन्टभरि खेल्दै आएको थियो इन कम्पेरिजन टु अर्जेन्टिना, स्पेनले एकदमै डिजर्भिङली यो वर्ल्ड कप डिजर्भिङली कन्भिन्सिङली मजाले जितेको छ। अब त्यति धेरै यो ट्याक्टिकल कुराहरू गर्न त मन छैन मलाई यो भिडियोमा। एक्चुअली एज अ मेसी फ्यान अर्जेन्टिनाको यो रन जो वर्ल्ड कपको यहाँसम्म अर्जेन्टिना आइपुग्छ भनेर सायद अर्जेन्टिनाको एकदमै कमै फ्यानहरूले मात्रै सोचेको थियो होला कि अर्जेन्टिनाले योपालि पनि वर्ल्ड कप खेल्छ भनेर। मलाई लाग्दैन थियो कि अर्जेन्टिनाले वर्ल्ड कप फाइनलसम्म आइपुग्छ भनेर। अब धेरै म्याचेसहरू भयो जसमा कमब्याक गर्दै गर्दै अर्जेन्टिनाले जित्दै थियो, त्यस्तो खतरा फुटबल खेलेको थिएन, त्यस्तो कन्भिन्सिङ विनहरू त थिएन, तर पनि राम्रै जस्ट विन निकाल्दै आएको थियो र हामीले नकआउट टुर्नामेन्टमा अब चाहिने नै विन हो। एट द एन्ड जस्तो फुटबल खेलेर पनि जित्यो भने त्यो टिम अगाडि जाने हो। र अब आजको म्याचको कुरा गरौँ। अब आजको म्याचमा सबैजनाले म्याच हेरि नै हाल्नुभयो होला के कस्तो भयो। स्पेनले अर्जेन्टिनालाई 90 मिनटसम्म एउटा सट पनि हान्न दिएको थिएन। टार्गेटको र परको कुरा, एउटा सट हान्न दिएको थिएन। नट इभन 90 मिनट, एक्स्ट्रा टाइमको पनि फर्स्ट हाफसम्म कम्प्लिटली जिरो। स्पेनले यो म्याचभरिमा टोटलमा 20 सट्स लिँदाखेरि अर्जेन्टिनाको 2, मतलब 10 गुणाले पर टाढा डिफ्रेन्स छ। अब त्यो दुईवटा सट्सहरू पनि त्यस्तो खतरा आएको थिएन। किपरले कुनै पनि सेभ गर्नु परेन, स्पेनको किपरले त्यस्तो कुनै पनि चान्सेस अर्जेन्टिनाले क्लियर कट बनाएन। स्पेनले अलमोस्ट 2 को एक्सी बनाउँदै 1 गोल स्कोर गर्यो। र यो सबै कुरा गर्दै गर्दाखेरि हामी जुन प्लेयरलाई एकदमै गोल स्कोर गर्दैन, यसले ओपन चान्सेस मिस गर्छ यो भनेर गाली गर्छौँ, त्यसलाई क्रिटिसाइज गर्छौँ, नराम्रो भन्छौँ होइन, त्यही प्लेयरले आज वर्ल्ड कपको सबैभन्दा बिगेस्ट स्टेजमा वर्ल्ड कप फाइनलमा अर्जेन्टिनाको अगेन्स्टमा विनिङ गोल गर्यो। वान एन्ड ओन्ली गोल जसले गर्दाखेरि स्पेनले वर्ल्ड कप जित्यो, फर्रान टोरेस। अब यो प्लेयरको बारेमा सिजनैभरि मैले पनि कति गाली गरेँ होला, तपाईँहरूले पनि कति गाली गर्नु होला, बार्सा फ्यानहरूले र स्पेनको फ्यानहरूले पनि कति गाली गर्यो होला यो प्लेयरलाई। तर यो प्लेयरले एट द एन्ड वर्ल्ड कपको बिगेस्ट स्टेजमा डेलिभर गरेको छ आज म्याचमा। उसको ओभरअल पर्फर्मेन्स, उसको वर्क रेट त हामीलाई थाहा छँदैछ कस्तो टाइपको वर्क रेट दिन्छ, तर जुन उसको लिथालिटी अपोनेन्ट बक्समा उसले चान्सेस फिनिस गर्ने, गोल लाउने कुरामा उसको धेरै कमजोरी हुन्थ्यो, धेरै मिसेसहरू हुन्थ्यो। तर आजको म्याचमा उसले पाएको चान्सलाई एकदमै दामी तरिकाले गोल स्कोर गरे र फर्रान टोरेसलाई एकदमै ह्याट्स अफ छ। र आजको म्यान अफ द म्याच यस्तो बिगेस्ट स्टेजमा आएर यो म्याचमा म्यान अफ द म्याच जित्नु भनेको धेरै ठुलो कुरा हो। र अब स्पेनको ओभरअल टिमको पर्फर्मेन्स त हामीलाई थाहा छँदैछ, मिडफिल्डमा कस्तो कस्तो प्लेयर छन्। योपालि अब रोड्रीले आफ्नो गोल्डन बल जितेको छन् वर्ल्ड कपमा। वाट अ पर्फर्मेन्स यो प्लेयरको पनि। आफ्टर ब्यालोन्डोर विनिङ सिजन उसलाई धेरै क्रिटिसाइज गरेको थियो कि यो प्लेयर के हो, 1 सिजन वन्डर यो त्यो भनेर। तर ब्यालोन्डोर जितेको जुन क्वालिटी हामी यो क्याम्पेन वर्ल्ड कप क्याम्पेनमा हामी रोड्रीको देख्न सक्छौँ। अब वर्ल्डमा अहिलेको फुटबलिङ वर्ल्डमा धेरै टप क्लास मिडफिल्डरहरू छन्। डिफेन्सिभ मिडफिल्डरकै कुरा गर्नुपर्दा पनि छन् धेरै अरू पनि, तर रोड्रीले जुन तरिकाको पर्फर्मेन्स निकालेर दिएका छन् स्पेनलाई, उसलाई ब्याक लाइनमा मिडफिल्डमा एक्लैले त्यस्तो सबै कुरा गरिदिनु, त्यो इन्टरसेप्सन, त्यो ब्लक्स, त्यो स्विचेस, त्यो बल ड्राइभ गरेर लाने कुरा, यो सबै कुरा एकदम इन्सेन थियो रोड्रीको साइडबाट। र डिजर्भिङ गोल्डन बल विनर पनि हुन्। अब मेसी कम्पिटिसनमा धेरै क्लोज थियो, तर पनि मेसी र रोड्रीलाई हेर्नु पर्दाखेरि स्पेनले जुन तरिकाको म्याचेसहरू निकाल्दै आयो त्यसमा म चाहिँ रोड्रीलाई नै त्यो कुरामा पनि ब्याक गर्न चाहन्छु। मेसीले पनि अलमोस्ट 1 ह्यान्ड एक्लै नै ल्याएर आएको जस्तो हो, तर
एट द एन्ड कसले जित्यो त वर्ल्ड कप स्पेनले। र आजको म्याचमा पनि रोड्रीको पर्फर्मेन्स धेरै राम्रो थियो, त्यसले गर्दाखेरि यो गोल्डन बलको डिजर्भिङ विनर पनि मलाई रोड्री नै हो जस्तो लाग्छ। तपाईँहरूको के छ यसको बारेमा थट्स कमेन्ट गरेर भन्नु होला, कसले जित्नु पर्थ्यो यो गोल्डन बल चाहिँ, रोड्री कि मेस्सी भनेर। र अब गोल्डन बुट किलियन एम्बाप्पेले जितिहाले, ठिकै छ। र अब आजको गेममा किन अर्जेन्टिनाले चाहिँ यस्तो पर्फर्मै गर्न सकेन त? यस्तो थियो कि पर्फर्मेन्स अर्जेन्टिनाले बल नै राख्न सकेको थिएन, मजाले 5वटा पास पनि लगातार खेल्न सकेको थिएन अर्जेन्टिनाले विदिन 90 मिनट्स। त त्यस्तो नराम्रो पर्फर्मेन्स थियो। अब यहाँनिर अर्जेन्टिनाको नराम्रो पर्फर्मेन्स, राम्रो खेल्न सकेन। अब त्यो नसक्नुको कारण के हो त भन्दाखेरि स्पेनको प्लेयरहरूको जुन प्रेसिङ थियो, जुन तरिकाको उनीहरूले बल चलाइरहेका थिए, स्पेन अब यो टुर्नामेन्टभरि नै हामीलाई थाहा छ कस्तो प्रेस गर्छ, कति छिटो बल खोजिदिन्छ भनेर, होइन? त्यस्तै गरिरहेको थियो। र अर्जेन्टिनाको सबभन्दा बिगेस्ट मिस्टेक अगेन्स्ट स्पेन चाहिँ मलाई के लाग्यो भने अर्जेन्टिनाले चाहिँ आफ्नो जुन प्ले थियो त्यसको लागि क्लोजली जसरी खेलिरहेको थियो त्यसमा धेरै गाह्रो पर्थ्यो, किन भन्दाखेरि स्पेनको प्लेयरहरू प्रेसिङमा एकदम फास्ट छन्। अब स्पेनको प्लेयरहरू फास्ट भइसकेपछि जस्तै क्लोज पासहरू खेल्दाखेरि टाइट स्पेस हुँदाखेरि चाहिँ त्यो बल खोज्न स्पेनलाई सजिलो भइरहेको थियो र त्यसरी खोसिरहेको थियो। ग्राउन्ड डुअल्स त अर्जेन्टिनाले मुस्किलले जितिरहेको थियो क्या, त्यस्तो डिफ्रेन्स थियो यो कुरामा। र अर्जेन्टिनाले बेस्ट गर्न सक्थ्यो त यो म्याचमा के भन्दाखेरि उनीहरूले अलिकति स्ट्रेच भएर वाइड एरियामा खेल्न सक्थ्यो, तर खेलेन अर्जेन्टिनाले। त्यस्तो सिचुएसन पनि बनिन दिएन। एरियल डुअल त केही हदसम्म जितिरहेको थियो अर्जेन्टिनाले, तर पनि स्पेनले केही चान्सेस दिएको थिएन। जुन तरिकाले पासिङ लेन्सहरू ब्लक गरेको थियो, उनीहरूले जब बल लिएपछि बल त रिटेन गर्नै दिएको थिएन अर्जेन्टिनालाई, त्यो कुराहरू एकदमै पर्फेक्ट थियो स्पेनको साइडबाट। र डेलाफेन्टेलाई पनि यो कुराको लागि सल्युट दिनुपर्ने हुन्छ हामीले। र अब यो सबै थोक भयो, यो म्याच भयो, स्पेनले दामी खेल्यो, अर्जेन्टिनाले एकदम नराम्रो खेल्यो। चान्सेसहरू टोटल 2टा सर्ट, त्यही पनि टार्गेटमा पनि लागेन, एउटा मेसीको एउटा गुलियानो सिम्योनीको। त्यो जुन एउटा एडिसनल टाइममा आएको क्रस चाहिँ मलाई एकदमै होपफुल थिएँ म त्यसको लागि, तर त्यो पनि भएन। र यो म्याच हुँदाखेरि मैले एउटा के कुरा नोटिस गरेको थिएन, जब एन्जोले उसको फर्स्ट येलो कार्ड पाएँ त्यतिखेर मलाई यो मान्छे किन यत्तिकै रेफ्रीसँग बहस गरिरहेछ, यो कुराहरू यस्तो त्यो जुन एकदम आउट अफ नोवेयर त्यो कुराले गर्दाखेरि उसले येलो कार्ड लिएको हो नि त, फर्स्ट येलो कार्ड। यो नट अन्ली एन्जो, होइन, यो होल कुनै पनि आफ्नो टिममा यत्तिकै क्या त्यो फल नगरी कुनै इन्टरसेप्सन बिनाको कुनै येलो कार्ड लिनु एकदमै नराम्रो कुरा हो। र एकदम त्यो वाइयत तरिकाले येलो कार्ड लिनु एन्जो चाहिँ एकदम ठुलो मिस्टेक थियो अर्जेन्टिनाको प्लेयर्सबाट, एन्जोको। र म्याकलिस्टरको पनि एकदमै नराम्रो गेम, उसले त्यो अर्जेन्टिना एकदम डिस्पोजेस भएको थियो क्या, केही पनि थिएन अर्जेन्टिनाको फेभरमा अर्जेन्टिनाले गरिरहेको कुरा। पास खेल्छ बिगार्छ, होइन, साइडबाट बिचमा खेल्छ, यस्तो ठाउँमा खेल्छ कि स्पेनको प्लेयरको खुट्टामा बल पुग्छ, अलिकति स्पेस बनाएर खेल्ने त्यो भइरहेको थिएन। मेसी पनि बारम्बार ड्रप गरेको मिडफिल्डमा बल सर्कुलेट गर्नको लागि, त्यो चान्सेसहरू क्रिएट गर्नको लागि, तर पनि स्पेनको जुन मिडफिल्ड रोड्रीले जसरी मेसीलाई चेपिरहेको थियो, यो कुराहरू भइरहेको थियो। यो सबै कुरामा धेरै नजाम, हामी यो पहिला पनि कुरा गरेको हो, सबैले थाहा छ म्याच सकिसक्यो। अब यसपछि अलिकति एउटा इमोसनल पार्टमा जान चाहन्छु म, यो होल क्याम्पेनको, लियो मेसीको, अर्जेन्टिनाको। फर्स्टमा त 2014 वर्ल्ड कप फाइनल, जहाँदेखि मैले यो म्याच हेर्ने, यो फुटबल हेर्ने स्टार्ट गरेको छु, मेसीलाई फलो गर्न मजाले स्टार्ट गरेको चाहिँ त्यो टाइम। आफ्टर लुजिङ द्याट फाइनल, होइन, त्यसपछि ब्याक टु ब्याक कतिवटा फाइनलहरू हार्नु पर्यो, त्योभन्दा अगाडि पनि हारेको एउटा प्लेयरले जुन चाहिँ आफ्नो क्लबमा धेरै थोक जितिसकेको छ, आफ्नो इन्डिभिजुअल ट्रफीदेखि लिएर टिमसँग, त्यो सबै हुँदाहुँदै इन्टरनेसनल लेभलमा केही जित्न नसक्नु आफ्नो टिमसँग, आफ्नो नेसनल टिमसँग चाहिँ एकदमै ठुलो डिस्ग्रेस थियो मेसीको लागि। र उसले त्यो कुराबाट वाक्क भएर रिटायरमेन्ट पनि लिए नेसनल फुटबलबाट। र फेरि आफ्टर रिटायरमेन्ट लिइसकेपछि फेरि आएर फेरि खेल्न थालेर नेसनल टिमको लागि जुन तरिकाको कुराहरू अचिभ गरेका छन् मेसीले, अर्जेन्टिनाले, यो कुराको लागि हामी सबैजना फुटबल फ्यान धेरै ग्रेटफुल हुनुपर्छ। फुटबल फ्यान, मेसी फ्यान, बार्सा फ्यान, जति पनि मेसीलाई फलो गर्ने मान्छेहरू, इफ त्यो रिटायरमेन्ट त्यत्तिकै कन्टिन्यू भएको भए, उसले त्यही रिटायरमेन्ट लिएको भए, अहिलेसम्म हामी केही पनि देख्न सक्दैनौँ। जुन त्यो 2टा कोपा अमेरिकाहरू, 2022 को वर्ल्ड कप,
र यो वर्ल्ड कपको फाइनलसम्म केही पनि देख्न पाउँदिन थियौँ। अब त्यो सबै गर्दा गर्दै अब र पनि आजको म्याचमा मोस्ट अफ द कोर एकदमै डाई हार्ड बार्सा फ्यानहरूलाई पनि के थियो भन्दाखेरि वान लास्ट टाइम मेसीले नै जित्यो भने राम्रो हुन्छ। एकचोटि अब स्पेनको टिम त अझै चान्सेस छ, यङ छ, बार्साको प्लेयरहरू त अर्को पालि जित्न सक्छ भन्ने थियो, मेरो पनि मनमा त्यो कुरा थियो। तर त्यो हुन सकेन। अब त्यो हुन नसक्दाखेरि हामी केही खेलेको अर्जेन्टिनाले यस्तो गर्यो त्यस्तो गर्यो भनेर कम्प्लेन गर्छौँ, तर जुन तरिकाको मोमेन्ट्सहरू दिएको छ अर्जेन्टिनाले, इभन यही वर्ल्ड कपमा पनि आफ्टर ग्रुप स्टेज म्याच एगेन्स्ट क्याप बर्डे, इजिप्ट, स्विजरल्यान्ड, इङ्ल्यान्ड र अहिले फाइनलमा हामी यस्तो होपफुल भएर हेर्दै थियौँ कि यहाँसम्म आउँलाम वर्ल्ड कप फाइनल भनेर लागेकै थिएन क्या। त्यो कुरा हामी त्यसरी आइपुग्यौँ यहाँसम्म। र यो सबै कुराको लागि चाहिँ लियो मेसीलाई एकदम धेरै थ्याङ्कफुल छु, ग्रेटफुल छु भन्न चाहन्छु। अब त्यसपछि यो म्याचमा जुन तरिकाले मेसीलाई आइसोलेट गरेर राखेको थियो स्पेनले, चान्सै दिएको थिएन केही पनि गर्ने। र अब कुरा आउँछ मेसीको यो वर्ल्ड कपको मेबी लास्ट होला नि। अब सायद देख्दिनँ भने हामी मेसीलाई वर्ल्ड कपको कुनै अर्को स्टेजमा खेल्दै गरेको यो लेभलमा। हामी जति खेल्यौँ, मेसीले जति खेले, हामीले जति देख्यौँ, हेऱ्यौँ, इन्जोय गऱ्यौँ, सक्यो। अब फेरि यो कुरा आउँदैन। त्यही भएर मलाई एउटा लुका मोड्रिचले भनेको कोट याद आउँछ, जसमा जसले भन्छन् डोन्ट क्राई बिकज इट्स ओभर, स्माइल बिकज इट ह्यापन भन्ने। यो कुरा सबैजनाले फलो गर्नुपर्छ जस्तो लाग्छ एज अ फुटबल फ्यान भइसकेपछि। किन भन्दाखेरि जे कुरा देखियो भयो, सक्यो। अब आउँदैन क्या त्यो कुरा, त्यो मोमेन्ट आउँदैन। आइसक्यो, एकचोटि हेरिसक्यौँ, इन्जोय गऱ्यौँ, रोयौँ होला, हाँस्यौँ, करायौँ, चिच्यायौँ, रमाइलो गऱ्यौँ। अब आउँदैन त्यो मोमेन्ट। र त्यो मोमेन्टलाई हामी सम्झिनदेखि बाहेक, त्यो मोमेन्टको कुरा गर्नदेखि बाहेक अरू केही पनि धेरै अप्सन छैन हामीसँग। ल त्यसै गर्दै यो म्याच सक्यो, यो वर्ल्ड कप सक्यो। एकदमै लामो वर्ल्ड कप थियो, धेरै म्याचेसहरू थियो, धेरै कुराहरू भयो। स्पेनको एकदमै राम्रो पर्फर्मेन्स, इन्डिभिजुअल प्लेयरहरू, रोड्री, अर्को उनाइ सिमोनको डिसेन्ट पर्फर्मेन्स। त्यस्तो खतरा धेरै सेभ गर्नु परेन यो टुर्नामेन्टभरि पनि। फुल ब्याक्सहरू मार्क कुकुरेया एकदमै बवाल प्लेयर। र अरू पेड्रीको त्यस्तो खतरा गेम देखिन। फ्याबियन रुइज, ओल्मोको एकदमै राम्रो क्याम्पेन गयो। मिकेल मेरेनो एज अ सुपर सब उसले धेरै काम गरे स्पेनको लागि, राम्रो इफेक्टिभ भए। र ओयर जबालको त्यस्तो खतरा चाहिँ आएन, र पनि ठिक छ। र एलेक्स बाइना अर्को प्लेयर। निको र यमालले त्यस्तो धेरै कन्ट्रिब्युट गरेनन् यो टिमको लागि, र पनि अब उनीहरू कतिको प्लेयर, कुन क्यापेसिटीको प्लेयर हो भनेर हामी सबैलाई थाहा छँदैछ। वन्स अगेन स्पेनलाई धेरै धेरै कङ्ग्रेचुलेसन्स। र मेसी फ्यानहरू, बार्सा फ्यानहरू केही दुःखी हुनुपर्ने कुरा छैन। हामीले जे देख्यौँ, इन्जोय गऱ्यौँ, रमायौँ, खुसी भयौँ, यहाँसम्म आइपुग्यौँ, पहिलाको वर्ल्ड कप जित्यौँ, आफ्नो टिमले जितेको देख्यौँ, त्यो कुरामा धेरै ग्रेटफुल हुनुपर्छ हामी। र यसो भन्दै म नेक्स्ट भिडियोमा भेट्छु। तपाईँहरूलाई के छ आफ्नो थट्स, यहाँसम्म भिडियो हेर्नुभयो भने आफ्नो थट्स राख्नु होला। र इन्स्टाग्राममा मेरो रिल आइरहेको छ, यही नाम छ किक अफ विथ निर्जल। प्लिज चेक इफ युट्युबबाट एकैचोटि नयाँ मान्छेहरूले हेर्दै हुनुहुन्छ भने। एन्ड ठिक छ, अब यस्तै हो, फुटबल सधैँ फेयर हुँदैन, सधैँ जित्ने मौका मात्रै हुँदैन, कहिलेकाहीँ हार्नु पनि पर्छ। विन लस जुनै पनि स्पोर्ट्समा हो, चाहे लाइफमा होस्, सबै कुरा। ल यति भन्दै अब हामी अरू भिडियोहरूमा भेट्नेछौँ, क्लब फुटबलको बारेमा कुरा गर्नेछौँ, धेरै कुराहरू छ। नयाँ सिजन सुरु हुन्छ। थ्याङ्क्स फर वाचिङ। विस्का बार्सा, बाई बाई।